नमस्कार, म अभागी मुकेश रेउले, घर सुदूरपश्चिम कैलाली, लम्की चुहार नगरपालिका 2, हाल साउदी अरबबाट। आज पनि यहाँहरू समक्ष एउटा गजल लिएर उपस्थित भएको छु। कृपया के कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला। गजल यसरी सुरु हुन्छ। जम्मै खेतबारीहरू खण्डहर देखेर, जम्मै खेतबारीहरू खण्डहर देखेर, साहु पैसा माग्न आयो मेरो घर देखेर। तिर्खाएको बालक फर्किएर आएछ, अरे तिर्खाएको बालक फर्किएर आएछ, तिर्खाएको बालक फर्किएर आएछ। सुक्खा नदीनाला सुक्खा बगर देखेर, सुक्खा नदीनाला सुक्खा बगर देखेर, साहु पैसा माग्न आयो मेरो घर देखेर। हिँडिरहेका वृद्ध यतै निदाउँछु भने, हिँडिरहेका वृद्ध यतै निदाउँछु भने, हिँडिरहेका वृद्ध यतै निदाउँछु भने। सडक किनारमा पुरानो च्यादर देखेर, सडक किनारमा पुरानो च्यादर देखेर, जम्मै खेतबारीहरू खण्डहर देखेर। खै कुन दुनियाँको पछि ऊ दौडिरहेछ, खै कुन दुनियाँको पछि ऊ दौडिरहेछ, ऊ दौडिरहेछ। खै कुन दुनियाँको पछि ऊ दौडिरहेछ। म हैरान छु मेरो छोराको सफर देखेर, म हैरान छु मेरो छोराको सफर देखेर। जम्मै खेतबारीहरू खण्डहर देखेर, साहु पैसा माग्न आयो मेरो घर देखेर। अन्तिम शेर। गौतम बुद्ध देखाऊ अहिंसा फैलाउँछन्, गौतम बुद्ध देखाऊ अहिंसा फैलाउँछन्, अहिंसा फैलाउँछन्। गौतम बुद्ध देखाऊ अहिंसा फैलाउँछन्। हतियार उठाउँछन् बच्चाले हिटलर देखेर, हतियार उठाउँछन् बच्चाले हिटलर देखेर। जम्मै खेतबारीहरू खण्डहर देखेर, साहु पैसा माग्न आयो मेरो घर देखेर। हवस् त, नमस्ते।